Hello, good morning guys. Welcome to my new vlog. यहाँको भ्यू चाहिँ यस्तो रहेको छ यस्तो कस्तो दामी छ के चिसो आज चाहिँ म दिउँसभरि के गर्छु म हजुरलाई देखाउने छु। आज चाहिँ अब अलि धेरै काम चाहिँ छ तर हेरौँ। अनि अहिले चाहिँ भर्खरै उठेको छु म चाहिँ अब झुटो नबोलेर भन्दा चाहिँ अनि 8:48 भएको छ अहिले चाहिँ। सो म चाहिँ छतमा बसेर यसो हेर्दैछु आज यहाँको इन्भाइरोमेन्टहरू। त्यो चाहिँ हाम्रो स्कुल हो है, बन्दै गरेको। हामी पहिला पढेको स्कुल तर आजभोलिको नयाँ स्कुल। त्यो चाहिँ कति रमाइलो लाग्ने हो कि यार, धेरै पछि आफ्नो घर आउँदाखेरि। आज चाहिँ म आफ्नै घरमा छु कि, आफ्नै घरमा। कस्तो दामी छ न, फर्किडे जस्तो। हेर्न सक्नुहुन्छ गाइस, मैले तरकारी बनाएको। मैले चाहिँ रुम सुम मिलाइसकेको छु। अब चट्ट लागेर चाहिँ अब क्यामेरामा यस्तो हेर्दैको ल। वाउ, हाम्रो त तिहारको ओहो तिहारको फुल अहिलेसम्म चाहिँ कस्तो राम्रो हो, तर किरा लाग्न लाग्यो। कस्तो राम्रो छ कि, कस्तो राम्रो छ। टमाटर होइन, टमाटर होइन, गोलभेडा। हाम्रो घरको परु आँखामा चोट लागेको छ। हेलो कुकुर पाल्नु भन्नुहुन्थ्यो। ड्याडीले राम्रो त थियो दाइ, ठिक मान्दैन भनेको त ठिक मान्दैन। यो त यस्तै हो, पाल्नु घरमा राम्रो हुन्छ। परु यहाँ हेर्द, तर के पुरै कालो बनाइदियो है। हेलो भने हेलो भने हेलो हेलो हेलो। यहाँ हेर, यहाँ तल उता हेर, यहाँ हेर त। अरे हेर यहाँ, हेर यहाँ। जस्तो भयो नि आफ्नो घर आउँदा चाहिँ रमाइलो लाग्ने रहेछ क्या, अलिकति खुसी हुने रहेछ। आज यति खुसी भएको छु, यति होइन खुसी, यति आनन्द, रिलिफ फिल भएको छ, यति रिलिफ के भन्ने। अब वर्डमा बयान गरेर साध्य छैन, सकिन्न वर्डमा बयान गरेर। तर आफ्नो घर भने त आफ्नै घर हो, जे जस्तो भयो नि। हेर्नु त्यहाँ माथि कस्तो दामी भ्यू देखिन्छ, दामी। मेरो घरबाट चाहिँ यस्तो देखिन्छ, यस्तो त्यतिको चाहिँ हुन्छ, त्यतिको। उता पारि त्यो चाहिँ सीतापाइला डाँडा हो, अनि यो चाहिँ गोठीकाँडा डाँडा भन्ने हो। यो चाहिँ रेडियो नेपालको टावर हो, हाइएस्ट। कस्तो ब्लर देखाएको हो क्या, यस्तो छ यहाँ। मेरो घरबाट चाहिँ यतिको दामी देखिन्छ, कस्तो दामी छ कि। हाम्रो चाहिँ मम्मीले धान सान काटेर कुन्नी लाएर राखिसक्नु भएको छ। आज अब मेसिन आयो भने चाहिँ अब त्यो मेसिनभित्र चाहिँ धान हाल्नुहुन्छ होला। अनि नभए त अब जहिले मेसिन आउँछ त्यहीले हामी पनि बेरोजगारै बसिरहेछौँ अहिलेलाई। गाई जोको खाने भए चाहिँ यहाँ सम्पर्क गर्नुलाई आन्टीलाई र मम्मी र आन्टी एउटा उसको 50 रुपियाँ दिनुहुन्छ। 50 रुपियाँ
तल मैसा लिएर मलाई उखु धेरै मनपर्छ दिएर मैले 500 रुपियाँमा उखु किनेको छु मम्मीसँग र आन्टीसँग। अहिले पछि भन्नु होला त दिनमा नलगायो मम्मी आसी खै आसी भित्र हालेर यो उखु काट्ने नकाट्ने ठिकै छ अहिले खाना त्यसो भए। कस्तो गर्मी हो क्या दिउँसो यार। मान्छे खेतमा धान टिप्न आएको छ मैले। गर्मी क्या म गर्मी सहनै सक्दैन किन होला। धान टिप्न होइन धानका बाला टिप्न आएको हामी धानका बाला। मम्मी यही खेतमा हो मम्मी चाहिँ धान उखेर्दै हुनुहुन्छ म चाहिँ धानका बाला टिप्नलाई आएको। हाम्रो खेत खेत मम्मीसँग चाहिँ मिलेर म बाला टिप्दैछु। मम्मी चाहिँ धान बोक्दै हुनुहुन्छ म चाहिँ बाला टिप्दैछु। घरि मम्मी झगडा पार्नुहुन्छ मसँग घरि म मम्मीसँग झगडा पार्छु। आजको हाम्रो नास्ता हामी चाहिँ भर्खरै खाजा खाएको। अब चाहिँ हामी यसो कहाँ जाँदैछौँ भने चाहिँ धान मार्न जाँदैछौँ। सुत्दै भएर म यस्तो गर्छु यस्तो गर्छु। अब चाहिँ गाडी आइसकेको छ। अब हामीले चाहिँ धानहरू मार्ने चाहिँ गर्छौँ। अब यो मेसिनभित्र हालेर हेर्न सक्नुहुन्छ हजुरहरू। यहाँ चाहिँ धेरै टाइम लागेको थियो त्यही भएर यस्तो फास्ट गराएको। आजको भ्लग चाहिँ यति नै हुनसक्छ सायद किनभने मेरो फोनमा चार्ज थिएन सो त्यही भएर इन्डिङ गर्न पाइएन। इन्डिङ यतिमै बाई।